हेलो हाई गुड मर्निङ नमस्ते युट्युब फ्यामिली हजुरहरू सबैलाई स्वागत छ। अनि आजको दिनको लागि सरलाई धन्यवाद। अनि हजुरहरू आराम कुशलै हुनुहुन्छ होला नि, म पनि आराम कुशलै छु। हेर्नुहोस् न, उठेर बिहान कामहरू गरिसकेर अब म चाहिँ स्कुटीमा धरान जानु छ। धरान गएर त्यहाँ सिकुटी ल्याउनु छ अनि सामानहरू पनि दोकानको लागि ल्याउनु छ साथीहरू। आजको ब्लग चाहिँ मैले अनि ढिलो सुरु गरेँ साथीहरू। हामी चाहिँ पुरानो बजारमा छौँ, धरानको पुरानो बजार है साथीहरू। अहिले त बाटो बनेर पुरानो बजार राम्रो भएको छ। पुरानो बजारका पुरानो बजार। अब हामी चाहिँ यहाँबाट सब्जी किन्नुलाई पालिकातिर छिर्नुपर्ने छ साथीहरू। सही पुरानो बजार सधैँ छिरेको थियो त त्यहाँ तलबाट। हाम्रो त्यो टेम्पो उता गएको छ नि, त्यहाँबाट गाइड चाहिँ मेरो छोराले गर्दैछ। पुरानो बजार हो, त्यो म दुध लिएर गयो नि उता साइड गर्नु। अनि घडी अहिले भरे बनाउला न साथीहरू। टन्न छ त आज त के हो भिडभाड हो, लास्टै भिडभाड छ त यहाँहरू साथीहरू। हामी चाहिँ सब्जीहरू फलफुलहरू लिने ठाउँमा आइपुग्यौँ। यसलाई भित्र हालेर स्याउहरू सब्जी बजार छिरियो साथीहरू। कसरी हो यो? तिमी भिडियो गरिराख न, म काम गर्छु। 50 रुपियाँ पाउ बढेको आधा आधा गर न। 50 रुपियाँको आधी केजी सिमला मिर्च। रातो रातो लानु मन लाग्यो मलाई त, मजा आउँछ। येल्लो कलरको चाहिँ आउँदैन है यो त। गाजर कसरी? 1 केजी। 40 रुपियाँ केजी गाजर, फ्रेस रहेछ। 1 केजी धेरै भयो होला। खुर्सानी कसरी छ? 840 नि। धनियाँ छुट गर्दाखेरि राम्रै राख्छ सबै हो। धनियाँ छुट छ उयो दिनुहोस् न, म खुर्सानी उयो गर्छु। 1 केजी हालिदिनु न। कसरी हो यो? 1 पाउ। कति भयो? 50 लिनुहोस् त। थ्याङ्क यू। अब सब्जी हेर्नुहोस् न।
बन्द भएको ल हामीले चाहिँ सब्जीहरू किनिसक्यौँ साथीहरू अब हामी घर फर्किँदैछौँ आज चाहिँ ईद भएको कारणले पुरा भिडभाड रहेछ साथीहरू तिमीले सिकुटी लाइन छिराउ है अस्तिको बेलातिर आज चाहिँ भिडभाड धेरै छ साथीहरू आज ईद हो नि त ईद चाहिँ सबैलाई मुबारक ईद यताबाट लानु दिँदैन होला हौ मान्छे छिर्छ 1 हामी चाहिँ सिकुटी लाइन छिर्दैछौँ साथीहरू यतै रोक है सिकुटी साथीहरू हामी चाहिँ सिकुटी लाइन आइपुग्यौँ सिकुटी लाइन साथीहरू हामी सिकुटी किन्नु आइरहेछौँ कसरी छ बहिनी सिकुटी मिलाएर दिने सधैँ लान्छु म लानु न 1400 को राम्रो छैन नि यो 1400 पनि यसकै टुक्रिँदै छान्दै हाल्ने हो नि त 1 किलो होइन आधा केजी लैजाऊँ भने आधी किलो भयो बेटा छान्नु नि ल साथीहरू म चाहिँ सिकुटी छान्दैछु आउनुहोस् है सिकुटी लाइनतिर सस्तो दिनुहुन्छ यहाँ मेरो भ्लग हेर्नेहरूले चाहिँ म छान्छु ल हामी चाहिँ सिकुटीहरू ल साथीहरू हामी फेरि यहाँ घडी बनाउनु पर्ने छ अनि घडी बनाउनुको लागि हामी आउँदैछौँ साथीहरू ब्याट्री छ ब्याट्री हो बाबु यसको के हो ए त्यो फेरिदिनुहोस् न यहाँ मेरो छोराको घडी चाहिँ बनाउनु पर्ने थियो ब्याट्री सिद्धिएको रहेछ त्यही भएर ब्याट्री फेर्दैछौँ आज पुरा जाम रहेछ ईदले गर्दा है यो चाहिँ भानुचोक मास्तिर हजुरहरूको घडी बिग्रियो भने चाहिँ यो ठाउँमा आएर बनाउन सक्नुहुन्छ है है हाम्रो अङ्कलहरूले कस्तो राम्रो बनाइदिनुहुन्छ मेरो छोराको घडीको चाहिँ ब्याट्री सिद्धिएको थियो त्यही भएर ब्याट्री फेर्नु पर्ने ब्याट्री पनि भइसक्यो ब्याट्री कति छिटो सिद्धिन्छ थाहा नै हुँदैन गाडीहरू पनि बनिसक्यो अब हामी यहाँबाट निस्किन्छौँ साथीहरू आज पुरै जाम छ भिडभाड निकै छ ईदले गर्दाखेरि हामी चाहिँ यहाँबाट लाग्यौँ घन्टाघर छेउ मात्र आज निकै अघि थियो भिडभाड यो चाहिँ धरानको भानुचोक साथीहरू अब हामी भानुचोकदेखि उता लागिसक्यौँ
भिडभाडहरू यस्तै छ। अनि यहाँ धरान सफा चाहिँ सफा हो क्या हाम्रो धरान। त्यहाँ चाहिँ बसहरू छ। भिडभाड त्यत्तिकै छ आज रास्ता। गाडी कुदाउँदा कम्ती ध्यान दिएर कुदाउनु पर्दैन यस्तो भिडभाडमा। घरु गर्दैछु, मेरो छोरा गाडी कुदाउँदैछ। आज लास्टै भिडभाड। यो चाहिँ पेट्रोल पम्प हो धरान। हेर्नु नि साथीहरू, जताततै गाडी हुन्छ गाइस। मैले अस्ति पनि खिचेको थिएँ। यहाँनिर चाहिँ ल खानै धरान भन्छ। त्यसदेखि मुनि पनि आइसक्यौँ। ल धरानबाट हामी सामान लिएर आइपुग्यौँ साथीहरू। गर्मी यस्तो छ बाफरे। आज ईद रहेछ। ईदको भिडभाड लास्टै जाम थियो। अनि सामानहरू किनेर मैले ईदको चाहिँ त्यहाँनिर अँगालो मारिराखेकोहरू चाहिँ खिच्नै पाइनँ साथीहरू। यस्तो एकअर्काप्रति क्या यस्तो अँगालो मारिराखेको भिडियो खिच्नै पाइनँ नि साथीहरू। अब म किचनमा खाना पकाउनु जानु छ। गर्मी लास्टै। ल साथीहरू, दिनभरिको काम खानासाना दिएर भाँडासाँडा माझेर अनि होटलको कामहरू यताउता गर्दै आजको दिन गयो। अनि मैले बनाएको भिडियोहरू चाहिँ हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। अनि के कस्तो हुँदैछ भिडियोमा कमी कमजोरी त्यसमा पनि सल्लाह सुझाव दिनुहोस् है साथीहरू। हुन्छ युट्युब फ्यामिली हजुरहरू सबैलाई आफ्नो ख्याल गर्नुहोस्। गर्मी बढेको छ भन्दै टेक केयर भन्दै बाई। फेरि भोलि भेटौँला।